साथीहरू हामी चाहिँ एभोकाडो रोप्नलाई जाँदैछौँ है। आज चाहिँ मौसम एकदमै धुम्म लागेर उज्यालो पनि भइरहेको छ, घरिघरि घाम पनि लाग्दैछ। आज चाहिँ कति दिनमा घाम लागिरहेछ। अहिले हामी रोपेको भिडियो बनाएर देखाउँछु है त। अहिले चाहिँ एभोकाडो बोकेर जाँदैछु म चाहिँ तल पारी। पानी आउँछ कि जस्तो हुँदैछ। पानी आयो भने चाहिँ फेरि खत्तम हुन्छ। जाने साथी है गाइज, उहाँले चाहिँ मलाई एभोकाडो रोप्न सघाउनुहुन्छ अरे। हामी चाहिँ एभोकाडो लिएर आइसकेको साथीहरू। अब रोप्ने, अहिले रोप्दै गरेको देखाउँछौँ। बन्द गरिदिएको छु। बोल्नु। हेलो, हेर्न चाहिँ साथीहरू कस्तो राम्रो छ मेरो चाहिँ यो एभोकाडो। सर्ने चाहिँ हो कि होइन, छनु चाहिँ कस्तो राम्रो उम्रेको छ बिरुवा चाहिँ। यहाँनिर रोप्नु पर्यो। अहिले चाहिँ एभोकाडो रोप्न थाले। जाग्ने चाहिँ हो कि होइन। यतातिर चाहिँ अस्ति गोरु बाँधेकोले गर्दाखेरि मल अलिअलि थियो, अनि यहीँनिर रोपिदिनु पर्यो भनेर रोपेको छु। जाग्छ कि भन्ने आश छ, हेरौँ जाग्ने हो कि होइन। साथीहरू मैले चाहिँ एभोकाडो रोपिसकेँ। यहाँ अनि ऊ पर छ, त्यहाँ माथि, अनि यता माथि पनि छ, अनि यहाँनिर अनि ऊ परतिर रोपिसकेँ। अब चाहिँ हामी घर जाने। पानी पनि आउला जस्तो भयो। यस्तो भइरहेछ मौसम चाहिँ। आजको क्यामेराम्यान चाहिँ मेरो भान्जा। क्यामेरा देखिसक्दा लजावती धार जस्तै लजाउँछौ। र अब माथि घरमा गएर दुईटा करेला छ, त्यो दुईटा करेला रोप्ने। माथि गएर दुईटा करेला रोप्ने। त्यहाँबाट आजको काम सक्यो। हेरेर लाइक गरिदिनु होला। बाई बाई।